म अलि मङ्गती र आज तपाईँहरूमा एकदमै इम्पोर्टेन्ट भिडियो लिएर आएको छु र तपाईँको आफन्तहरूलाई पनि यस्तो समस्या छ भनेदेखिलाई तपाईँले उहाँहरूलाई पनि सेयर गरिदिने। मैले आजभन्दा धेरै दिन अगाडि मुसा ठिक गरेको भिडियोहरू हालेको थिएँ र आज चाहिँ म तपाईँहरूलाई यो मुसा ठिक गर्नुमा कुन चाहिँ मेडिसिन चाहिँ म प्रयोग गर्छु आज तपाईँहरूलाई म यो भिडियो मार्फत म बताइरहेको छु। त्यो हो यो क्यारोसल एफ, यसलाई चाहिँ क्यारोसल एफ भनिन्छ र यो चाहिँ तपाईँको दुईटा एसिडको मिक्सचर रहेछ जसमा आउँदै रहेछ तपाईँको सेलिसिलिक एसिड अनि ल्याक्टिक एसिडको यो एउटा मिक्सचर रहेछ। यसले चाहिँ तपाईँको के काम गर्दो रहेछ भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ यसले चाहिँ हाम्रो स्किनदेखि बाहिर आएको मासुलाई चाहिँ यसले काट्ने काम गर्दो रहेछ। यसले चाहिँ मुसामा खालि नभएर चाहिँ यसले चाहिँ डक्टरले अपरेसन गर्नुपर्छ भनेको ती व्यक्तिहरूको चाहिँ मासु पनि मैले यही मेडिसिनबाट चाहिँ तपाईँको झारिदिएको छु। तर यसको लागि चाहिँ तपाईँले रिस्क नउठाइदिने, किनकि यसको लागि चाहिँ एकदमै अनुभवको आवश्यकता पर्छ र तपाईँले मुसामा चाहिँ यो निर्धक्कसँगले लगाउन सक्नुहुनेछ। तपाईँले चाहिँ यो नानीहरूदेखि चाहिँ यो जोगाएर राख्ने अनि तपाईँको आँखादेखि चाहिँ तपाईँको यो मेडिसिन जोगाउने। अनि यो भित्र चाहिँ तपाईँले एउटा स्टिक पाउनुहुनेछ। यो स्टिकले चाहिँ तपाईँको जुन ठाउँमा मुसा निस्केको छ त्यो स्टिक डुबाएर चाहिँ त्यो ठाउँमा खालि लगाउने। अनि तपाईँको दिनमा 2 चोटि या 3 चोटि तपाईँले यसरी नै रेगुलर लगाउनु भयो भनेदेखिलाई 4 दिन 5 दिनदेखि चाहिँ तपाईँको जुन ठाउँमा मुसा निस्केको छ त्यो चाहिँ फुर हुँदै तपाईँको बिस्तारै बिस्तारै झर्नु थाल्छ। यसले चाहिँ तपाईँको एकदमै राम्रो काम गर्दो रहेछ। यो चाहिँ मेडिकल स्टोरहरूतिर पनि तपाईँको उपलब्धै छ। यसको प्राइस पनि धेरै पनि छैन, 120 रुपिस खालि। तपाईँले फेरि पनि याद गर्नुहोस्, यसको नाम चाहिँ हो क्यारोसल एफ, KERASOL, क्यारोसल एफ।